ओए सुन, यो दसैँ त सिनै अर्कै हुन्छ। इन्स्टामा त भूकम्प जान्छ। रिलको लागि किलर लुगा, खसी त प्योर अर्ग्यानिक। अनि पैसा चाहिँ अनअर्ग्यानिक ऋणबाट? अरे यार, भाइ पनि त मेन्टेन गर्नु पर्यो नि। सोसियल मिडियामा इज्जतको सवाल छ। इज्जत? भाइ, यो दसैँ होइन, यो त गरिब लुकाउने राष्ट्रिय खेलकुद हो। राष्ट्रिय खेलकुद हो त, सरकारले नियमै यस्तै बनाइदिएको छ। देशमा कमाइको बाटो बन्द, तर दसैँमा इज्जतको लागि खर्च गर्ने प्रेसर ओपन। अनि हामी ऋण काटेर फ्लेक्स गर्छौँ। जित्नेले लाइक पाउँछ, हार्नेले ब्याङ्कको फोन। त्यसो भए के गरौँ त? दसैँमा फिलिङ स्याड इमोजी राखेर पोस्ट गरौँ? त्यो होइन। सोच त, एउटा यस्तो देश जहाँ कामको चिन्ता छैन, कमाइको कमै छैन, अनि दसैँमा कति खर्च भयो भनेर क्यालकुलेटर थिच्नु पर्दैन, मन खोलेर रमाइलो गरी पुग्छ। मतलब ऋणले होइन, रहरले मनाउने दसैँ। एक्ज्याक्टली। राष्ट्रवादी नेपालको भिजन, पहिले मोटो खाम अनि मात्र मोटो खसी।